गाइज वेलकम ब्याक टु माई ब्लग। अनि आज चाहिँ छ 10th जुन अनि म चाहिँ 15 जुनको नेपाल जाँदैछु। आइएम भेरी एक्साइटेड है त। त्यही हो, मैले हिजो बेलुका टिकट गरिसकेँ। अब म 5 दिनमा नेपाल आउँदैछु। सी यु देयर। अहिले चाहिँ टक्क हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि चक्लेट लिन जाँदैछौँ। जस्तो कतिको एक्साइटेड छौ? म जाँदैछु नेपाल। के छौ? एक्साइटेड छौ? निराश छौ? एक्साइटेड छौ? के छ? त्यही हो, अब हामी चाहिँ चक्लेट लिन्छौँ। ब्याक ल अहिले चाहिँ हामीले टक्क लिएर आइसक्यौँ है। यस्तो छ मेरो चाहिँ, उसको हातमा यस्तो छ। सब केटाहरूलाई तिम्रो तर्फबाट, उसको तर्फबाट है त यो चाहिँ। ल थ्याङ्क यू सो मच टु लक्ष्मण। अनि मेरो चाहिँ यत्रो छ यो। त्यही हो, आई विल बी देयर इन 5 days म्यान। आज चाहिँ जुन 14 अनि भोलि चाहिँ म जाँदैछु नेपाल। आज चाहिँ मेरो बिदा, हल्का सपिङ गर्नु पऱ्यो। त्यही हो, त्यही भएर म निस्किँदैछु। के हो, कार रेस्क्यु रे आगो लागिरहेको छ। यो अब उता चाहिँ त्यस्तो आवाज पनि अलिक कमै सुनिन्छ होइन। त्यो सब अलिअलि मिस हुन्छ जस्तो आवाजहरू। आई विल इन्जोय देयर। ल अब चाहिँ हामी निस्किसक्यौँ है त। मेरो आजको फ्लाइट उपर आइसकेको छ। ल दोस्त गइदिउँ ल। अहिले चाहिँ हामी उबरमा जाँदैछौँ। म चाहिँ एकदम धेरै नै एक्साइटेड छु जानलाई। त्यही हो। लक्ष्मण के भन्छौ तिमी? के हो भने एक्साइटेड है? ऊ झन् एक्साइटेड छ म जान लागेको। ह्याप्पी फर मी, ह्याप्पी फर मी लक्ष्मण। तिमी साँच्चै एक्साइटेड छौ त? के सम्झौ तिमीले? के हो, के दिन लाग्यो? डलर के हो यो? कहाँ खर्च हुँदैन हुँदैन भन्नु हुँदैन। यस्तो गर्छन् ल। थ्याङ्क यू सो मच लक्ष्मण। हेभ अ लभली होलिडे। अहिले हामी टक्क झरेर अहिले जाँदैछौँ एयरपोर्टभित्र। सुपर एक्साइटेड। भर्खर आएको छु नेपालबाट, भर्खर जान आइ जस्तो पो लागिरहेको छ तपाईँ मलाई त। अस्ति भर्खर आएको नि त म। तिमी चाहिँ अस्ति भर्खर आयो क्या? डिपार्चर्स यतै रहेछ। त्यही हो, हामी डिपार्चर्सतिर जान्छौँ। हिरो सुटकेस कुदाउँदै रमाउँदैछ। रेडी भइसक्यौँ, हामीले सेकेन्ड पनि गरिसक्यौँ। भिड भएको छ यो एयरपोर्टमा आउँदाखेरि। होइन मलाई के भनेको थियो भने भिडियो नबनाऊ, इमिग्रेसनले केही गर्ला भनेको थियो। अब यो फेरि पनि आइसक्यो अस्ट्रेलिया। सो द्याट्स फाइन फर मी। अब हामी जाँदैछौँ नेपाल। कि जाँदैन मैले जाँदैछु। म चाहिँ निराश भयो नि त तिमीलाई सोधेको छैन। तिमी कसरी खुसी हुँदैछौ? कसरी खुसी हुँदैछौ तिमी? अलि हल्ला भयो क्या, तिमीले बोलेकै सुन्दैन। उसले चाहिँ यो देखाइरहेको छ जाँदैछु भनेर होला। लक्ष्मण ल अब चाहिँ फाइनल्ली आइसक्यो डिपार्चर गेट। त्यही हो, अब म चाहिँ जाँदैछु। लक्ष्मण के भन्छौ तिमी? जाऊ भने हो? अब जान्छु है त। बाई। चेकिङ सबै भइसक्यो। अब त्यही हो, गेट नम्बर 59 खोल्दैछु। अगाडि रहेछ यो गेट नम्बर 59। देन कुद्नुपर्छ होला कति बेर। फ्लाइट भोलि बेलुका नेपाल। भर्खर गेट 50 आयो। अब 59 पुग्नु सक्नुहुन्छ है। कति धेरै गेट पनि सिकाइसक्यो एकतारिकका। बोर्डिङ टाइम भइसक्यो तर अहिले जान्न किनभने लाइन जसरी पनि लाइन सक्दैछु पनि नेपाल आइहाल्छ। त्यो मैले जान्न। अब 9 hours फ्लाइट थाइल्यान्ड। 4 hours वेटिङ पछि नेपाल। चाहिँ बोर्डिङ
सर्टिङ भइसक्यो। यही मेरो प्लेन अब 58 छ मलाई जसमा अपन ज्यादा सिटहरू ज्यादा होस् ऱ्यान्डमली छान्ने गयो चाहिँ तर नेपाल जाँदाखेरि चाहिँ झ्यालखालै छ तर म त्यही लाग्छ झ्यालखालै होला सायद। अहिले चाहिँ ट्याक्टर सडिसक्यौँ म यस्तो छ भ्यू होइन अब त्यही 1 घन्टा जस्तो आधा घन्टा जस्तो जान्छ। 58A, let's go. This is my lunch. अब म चाहिँ खान्छु के हो यो अक्टोपस जस्तो छ यो चाहिँ स्विट होला किनकि यता छ केही न केही अनि स्विट कर्न रे अनि यो चाहिँ चिकन राइस छ भन्थ्यो केही न केही त होला नि त लेट्स ट्राई इट। ल मलाई मनपर्ने चिजहरू चाहिँ एकछिन मुभी हेर्नु पऱ्यो भनेर सोच्दैछु। गेट चाहिँ भेटाएको छैन अझै पनि तर सामान चाहिँ लिएको छु मैले त्यही हो गेट अझै खोज्नु पर्छ बाटो। म जाने गेट चाहिँ यही C1A हो। त्यसपछि 8:50मा छ मेरो फ्लाइट। अहिले चाहिँ कति बज्यो भन्दाखेरि 6:46 भयो बल्ल। त्यही हो अब 6:46 चाहिँ 8:20मा बोर्डिङ पास हुन्छ अनि त्यसपछि 8:50मा चढ्छु 11 बजी गर्छु 11 बजी पुग्छ चाहिँ घरभन्दा नि नेपाल चाहिँ 11 बजी ल्यान्ड हुन्छ घर त लाग्छ होला अब 1 घन्टा। गेट चाहिँ भेटिसक्यो 3C1A। अहिले चाहिँ चेकिङको रेडी भइसक्यो चेकिङ पनि हुँदैछ तर एकदम डिले भयो 10-15 मिनटै डिले भइसक्यो। अब कति बेर लाग्छ 11 बजी भनेको अझै ढिला हुन्छ होला सायद। जाँदैछु अब चाहिँ ओरिजिन सपना यस्तो छ भ्यू फ्रम प्लेन। 3.5 घन्टामा नेपाल।
फेरि पनि फाइनली म चाहिँ घर आइपुग्सकेँ होइन घरैको हो नि हो घरै हो भने प्यारो देश है यस्तो खुसी लाग्यो मलाई त्यो बाटो देख्दाखेरि होइन आकाशबाट र म त मुसु मुसु हाल्दै आएको क्या म कसम जननी जन्मभूमि स्वर्ग जति आएपछि आइपुग्यो है आमसिपाई घर ल अहिले चाहिँ टक्क हामीले खाना खाइसक्यौँ होइन कस्तो सोनिमलाई कस्तो लाग्दैछ सोनिममा आएको रमाइलो लागिरहेको रमाइलो तिमीलाई कस्तो लाग्दैछ मेरो त अमुले गाउन त्यो चाहिँ देऊ न भने एकचोटि नकराउ न तिमीले बोले सुनेन क्या मोबाइल खोइ मेरो चाहिँ खोइ मोबाइल चाहिँ भित्रै छ म यहीँ छु ल अब ट्याक्क लाएर घर गइँदैछ गीत गाउने हो हाल्ने हो घर पुग्छु अब त्यही होला Bunu, oi, Bunu, को आयो ए हजुर आइसक्यो भनेको है त ए हजुर आइसक्यो भनेको है त के छ सुत्नु को आएछ म त आएँ त घर आएँ त म त के छ सुत ल मम्मी ल के छ अनि सन्चै हुनुहुन्छ तपाईँलाई विश्वासै लागेको छैन क्या अझै पनि के छ अनिस भाइ आइसकेँ नि म चाहिँ अहिले घर आइसकेँ है त सी यु इन माई नेक्स्ट ब्लग बाई